हेलो गाइस र आज फेरि म तपाईहरुलाई पेलिङबाट भिडियो लिएर आइरहेको छु र अहिले चाहिँ म यहाँ बर्ड पार्क यो जुन चाहिँ राजबेन्ची जाने बाटोमा छ। अन्त यहाँ चाहिँ मेरो टुरिस्टहरुलाई चाहिँ यसो सिक्किमको बर्डहरु देखाइदिउँ भनेर यहाँ लान्दैछु अगाडि। अन्त यस्तो खाले चाहिँ हेर्नुस् मेरो टुरिस्टहरु चाहिँ यहाँ पर पुगिसक्यो। उहाँहरु हुन्छ एकदम दामी छ यहाँनिर। तपाईहरु आउँदाखेरि यहाँनिर यो बर्ड पार्क पनि घुम्नुहोस् होला, एकदम दामी दामी देखेको थिएँ अस्ति मैले। र मैले चाहिँ यहाँनिर दुईजनालाई ल्याइसकेको छु। अच्छा भैया यस्तो प्रकारले चाहिँ जग्गा चाहिँ हेर्नुहोस्। अच्छा है ना रास्ता? पहले आप लोग आया था उस टाइम में था ये बर्ड पार्क? शुरू भी नहीं हुआ था क्या? नहीं तो आज चाहिँ हामी पेलिङको यो बर्ड पार्क जहाँ चाहिँ हरेक किसिमको चराचुरुङ्गी अनि तपाईको के छ म तपाईलाई अहिले देखाउँदै लान्छु। यहाँनिर पछाडि एकदम बेसी मात्रामा टुरिस्टहरु छ। स्वाटै ये ऊपर चलिए, ये चाहिँ बर्ड पार्क को यो गेट हो। टिकट दीजिए है भैया। ले टिकट दिनुहुँदैछ। टक्कै अब यहाँभित्र चाहिँ इन्ट्री हुन्छ है। यस्तो दामी इन्ट्री छ हेर्नुहोस् है यहाँनिर। ऊपर से चढ़िए है पहले ऐसा। ये अर्किड का है, ये अर्किडहरु छ यहाँनिर। ल हाँसहरु पनि छ यहाँनिर। ल यहाँनिर भिजिट हुँदा चाहिँ यहाँनिर पछाडि चाहिँ कति मजाले अर्किडहरु राखेको छ हेर्नुहोस् यहाँनिर। एकदम फुल हेर्नुहुँदैछ यहाँनिर लेखेको रहेछ है। तपाईहरुले चाहिँ यो चाहिँ नछुटाउनु पर्ने रहेछ है। तपाईहरुलाई 5000 फाइनहरु पनि रहेछ यहाँनिर। के छ यहाँनिर भ्यान्डम त यहाँ सारे क्या हो। सिल्भर ल यहाँ हेर्नुहोस् कुखुरा चाहिँ मेरो मिच्छा छ यो पाल्ने चाहिँ। मेरो मिच्छा छ यो पाल्ने चाहिँ। हेरौँ के हुन्छ है। चाहिँ बढाएर लैजाउँ भनेर सोचिरहेको छु मैले। यहाँनिर यहाँ हेर्नुहोस् है मटक्कली यसले चाहिँ कालिज रिङनेक कालिज, यो चाहिँ बेल्जियम कालिज हो लेखेको छ यहाँ। यो चाहिँ तपाईको यो यसको रहेछ। र गाइस म चाहिँ तपाईहरुलाई चाहिँ एकदम मैले मन पराएको चिज चाहिँ के हो भन्दाखेरि चाहिँ यहाँ हेर्नुहोस् ल। यो चाहिँ मलाई साह्रै मन परेको यो चाहिँ तपाईहरुलाई म देखाउनु गइरहेको छु के रहेछ भनेर है। यो है खास गरी गाइस यो छ नि यो जुन चाहिँ यो हाँस चाहिँ मन परेछ मलाई चाहिँ। अर्को जग्गा जानु चाहिँ कालिज रहेछ यहाँ पनि। कालिज कालिज रहेछ, व्हाइट कालिज। यसमा कालिजहरू रहेछ चाहिँ है। यता के छ अरू टर्कीहरू पनि रहेछ। र अब चाहिँ म तपाईहरुलाई फेरि पर तपाईको इमोहरु देखेको थिएँ। म इमो पनि देखाउनु गइरहेको छु। र यहाँ चाहिँ म चाहिँ पहिला पनि आइरहेको तर फेरि यहाँनिर म तपाईहरुलाई देखाउँदैछु अझै के छ भेराइटी भनेर। हेर्नुहोस् है अब इमो रहेछ यहाँनिर। हेर्नुहोस् है यो चाहिँ तपाईको इमो भन्छ यसलाई चाहिँ। अहिले म चाहिँ फेरि यहाँनिर तपाईको बर्ड छ यहाँभित्र तपाईलाई देखाउनु पर्यो। स्वाटै हेर्नुहोस् नि चराहरू। यस्तो हो नि खास पाल्नुपर्ने चाहिँ। कालो पनि रहेछ यहाँनिर। हेर्नुहोस् है यहाँनिर
ल बट्टाईहरू पनि रहेछ देख्दैन हुन्छ ल तब आएपछि यहाँनिर यहाँ माथि ब्रिजपट्टि लाँदैछ म यहाँनिर चाहिँ एकदम दामी चराचुरुङ्गीहरू छ खै के छ अझै मुनितिर त्यस्तो केही छ जस्तो लागेन ल यहाँनिर अब के छ यहाँ हेर्नुहोस् है म देखाउँछु तब यता हेरौँ के छ यहाँनिर ए तपाईँहरू यहाँनिर पेलिङको यो बट पार्कमा आउनुभयो चाहिँ यहाँनिर घुम्न सक्नुहुन्छ है ल त बसिरहेको छ हेर्नुहोस् यहाँनिर ल तपाईँहरूलाई अब यो चाहिँ बट पार्क चाहिँ यस्तो प्रकारले छ यो चाहिँ अघि चाहिँ म पल्लोपट्टिबाट आउनुपर्ने थिएछ अलिकति रङ साइड भयो केही छैन है यहाँ चाहिँ म पहिला पनि आइसकेको हो ल तपाईँहरू पनि आउनुभयो भने चाहिँ तपाईँहरूले यो गेजिङ र पेलिङको बिचमा यो रापबन्जी जाने बाटोमै छ तपाईँको यो बट पार्क पनि घुमेर जानुहोस् दामी छ यस्तो प्रकारले यहाँनिर टुरिस्टहरू पनि एकदम बेसी छ हेर्नुहोस् है यहाँ पर हेर्नुहोस् है यस्तो प्रकारको जग्गा छ है ऱ्याबिट दामी रहेछ स्काई वकमा आज चाहिँ मान्छे चाहिँ हेभी रहेछ है ल पुरा रहेछ मान्छेहरू ल है साथी हो यहाँनिर हाम्रो जोरथाङको ड्राइभर बाबु भेट्यो कहाँ आयो तिमी चाहिँ खास गरी आज हिन्दी बोल्न आएको एकजना कता पसेको छ बबुवा भित्र पसेछ यहाँभित्र पसेछ बबुवा है बबुवा आउँदैछ खोइ डल्ले नै हेर्नु होली ल अन्डा करी खाएर लाग्नु ल घर ल अब कहाँ जाने पेलिङमा भेट्यो हराएको मान्छे बबुवा बिहारी गोर्खा आयो आम्मामा यो न्यू जग्गा भनेको चाहिँ है यो चाहिँ मलाई जहिले पनि हेर्दाखेरि मजा लाग्थ्यो कि यो जग्गा चाहिँ अन्त आज चाहिँ मैले यो जग्गालाई पनि तपाईँहरू माझमा लिइरहेको छु अनि यो जग्गा चाहिँ एकदम मजाको लाग्यो यसमा घरहरू हेर्नुहोस् न कस्तो सानो घरहरू हो स्याटिस लाग्यो अन्त तपाईँहरू पनि आउँदाखेरि यो तातो पानी र यो रेसीको बिचमा पर्छ यसलाई पनि हेरेर जानुहोस् है र मेरो भिडियोलाई आज यतिमै राख्नु पर्यो जे जसो छ मेरो भिडियोलाई एकदम सेयर गरिदिनुहोस् होला है।